सम्पूर्ण नमस्कार। सधैँ आज पनि एउटा नयाँ प्रसङ्ग लिएर म यहाँहरूमा आज उपस्थित भएको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशा र अपेक्षा पनि लिएको छु। जीवनमा सदैव हामी भन्छौँ जति सकिन्छ निरन्तर खुसी रहने। खुसी रहने कुरा कुनै जादु होइन, तर सही दृष्टिकोण र बानीहरू अपनाउँदा जीवनमा धेरै सकारात्मक र हल्का महसुस हुन्छ र खुसी रहन सकिन्छ। सरल, व्यवहारिक र सटीक उपायहरू चाहिँ म यहाँलाई भन्न चाहन्छु। जीवनमा खुसी रहने उपायहरू, जीवनमा सधैँ खुसी रहने अत्यन्त उपयोगी उपायहरू। छोटो कुरामा खुसी हुन सिक्नु पर्यो। पहिलो नम्बरमा ठुलो सफलतामा मात्र खुसी खोज्ने हो भने जीवनमा खालीपन महसुस हुन्छ। बिहान सूर्य देखिनु, मन पर्ने चिया पिउनु, परिवारसँग हाँस्नु खेल्नु, सानो उपलब्धिमा रमाउनु मनाउनु, यी सबैले दुई नै खुसी बढाउँछ। अर्को, कुरा मनभित्र नथाप्नु, बोल्नु र व्यक्त गर्न सिक्नु। कुरा मनमा पालै राख्नु भएन, यसलाई रिटर्न गरेर राख्नु भएन, बाहिर निकाल्नु पर्यो। दुःख, तनाव, रिस सबै मनभित्र राखिरहनु नै दुःखको कारण हुन्छ। विश्वासिला साथी वा परिवारसँग कुरा गर्नु, नबोल्न सकिने कुरा डायरीमा लेख्न सक्नुहुन्छ। सोच दृष्टिकोण बदल्नु, खुसी धेरै जसो मनको फिल्टर हो। समस्या देख्ने होइन, समाधान खोज्ने बानीको विकास गर्ने। असफलतालाई पाठको रूपमा लिने, तुलना कम गर्ने र कृतज्ञता धेरै दिने। आज म जे छु त्यस्तो कृतज्ञता दिने, कृतज्ञता व्यक्त गर्ने बानीको विकास गर्ने। रोजगारी पढाइ जति महत्त्वपूर्ण त्यति नै महत्त्वपूर्ण आफ्नो समय पनि आफ्नै लागि महत्त्वपूर्ण हुन्छ। जीवन केवल कामका लागि होइन। हिँड्न, सङ्गीत सिक्न, सङ्गीत सुन्न, फिल्म हेर्न, घुमफिर गर्न, आफ्नै रुचिका साना साना कुराहरू गर्न पनि समय खर्चिन्छ। त्यसले मन ताजा रहन्छ र खुसी वृद्धि हुन्छ। शारीरिक स्वास्थ्य बराबर मानसिक खुसी। हेल्थ इज वेल्थ। पर्याप्त निद्रा, स्वस्थ खाना, नियमित व्यायाम, ध्यान, योग गर्नुभयो भने दिमागलाई चाहिँ खुसीको हर्मोन सेरोटोनिन बढाउँछन् र तपाईँ खुसी हुन सक्नुहुन्छ। अरूलाई खुसी पार्नु पनि आफूलाई खुसी दिने तरिका। अरूलाई खुसी पारे पनि आफूलाई खुसी दिन सकिन्छ। जस्तै कसैलाई सहयोग गर्नु, राम्रो शब्द बोल्नु, मुस्कान दिनु, होइन, यसो गर्ने भइगयो। यी सानो कामले पनि तपाईँको मन हल्का हुन्छ र खुसी हुनुहुन्छ। आफूलाई धेरै दोष दिनु भएन। सबैले गल्ती गर्छन्। कहिले कमजोरी हुन्छ, कहिलेकाहीँ कमजोरी हुन्छ, कहिलेकाहीँ उदास हुनु सामान्य कुरा हो। आफूलाई पनि माया गर्न सिक्नुहोस्, यही ठुलो खुसी हो। संक्षेपमा अथवा निष्कर्षमा खुसी बाहिर होइन, मनको बानीमा छ। तुलना कम गर्ने, कृतज्ञता धेरै गर्ने दिने, स्वस्थ बानीको विकास गर्ने, मनका कुरा स्वस्थ रूपमा व्यक्त गर्ने र सानै क्षणहरूमा रमाउने र यसलाई मनाउने सिक्नुभयो भने तपाईँ अवश्य पनि खुसी हुन सक्नुहुन्छ। जब तपाईँ आफूलाई माया गर्न थाल्नुहुन्छ, जीवन आफै रमाइलो महसुस हुन्छ। जब तपाईँ आफैलाई माया गर्न थाल्नुहुन्छ, जीवन आफै रमाइलो महसुस हुन्छ। आजको भिडियो समाप्त भएको छ। भिडियो जस्तो लाग्यो त्यस्तै कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला र भिडियो राम्रो लागेमा लाइक गर्नुहोला र आगामी दिनमा पनि यस्तै खालका सामग्री मेरो च्यानल मार्फत हेर्न चाहनुहुन्छ भने मेरो च्यानल ज्ञानका कुरालाई सब्सक्राइब गरी सँगै रहेको घन्टीको बेल आइकनको अलमा क्लिक गर्न नबिर्सनुहोला र यो सामग्री चाहिँ साथीहरूसँग पनि पुगोस् भन्ने यहाँको चाहना छ भनेदेखि चाहिँ अवश्य पनि सेयर गर्नुहुन हार्दिक अनुरोध गर्दछु। हस्त आजको लागि म यहाँमा बिदा हुन चाहन्छु। आगामी दिनमा फेरि यहाँहरूसँग जम्का भेट हुने नै छ। हस्त, धन्यवाद, नमस्कार।